यहाँ बाटो उता जाउँ न दिदी। हरि बोल। हरि बोल। उठौँ न कोही हरि बोल। मुनि कृष्ण भगवान। दाजु दाजु भाइ अलि यता अझै। हरि बोल हरि बोल। कृष्ण भगवान। हरि बोल। उहाँ चाहिँ तुलसीसँग उहाँ टाढो जान्छ कि पर्दैन। ल नगरियो राख्नु। भित्र जान्छ भित्रमा राख्ने ठाउँ छ भगवानको मन्दिरमा भित्र। अगरबत्ती चाहिँ बाहिर निकाल्नु छ है। अगरबत्ती भित्र बाल्नु हुँदैन। हरि बोल। हाम्रो दिदी भाइ अगाडि बस्नुहोस् न।
ये तो यहाँ बोलो
भाइ ज्याकेट खोलेर राखेर चाहिँ है ज्याकेट खोलेर राखेर अबको भजन सत्सङ्ग हेर है आनन्द कन्द भगवानको आज हेर्न भक्तजन हो आज हाम्रो गीता जयन्तीको दिव्य महोत्सव कार्यक्रम र एकादशी सत्सङ्ग कार्यक्रम पनि आज एकै दिन परेको हुनाले हाम्रो भगवानको मन्दिरमा श्री राम जानकी भगवानको मन्दिरमा चाहिँ दिव्य सत्सङ्ग कार्यक्रम भइरहेको छ भक्तजनहरूको जमघट धेरै नै छ आउने क्रम पनि जारी छ आज अब सोमबारको दिन परेको हुँदा कतिले कार्य व्यस्तता भए पनि हाम्रो भक्तजनहरू उत्साहका साथ धेरै टाढादेखि दिदीहरू मेलबोर्नदेखि गुरुबाको सवारी हाम्रो सिडनीदेखि सवारी हुनुभएको छ यस कार्यक्रम अझै दिव्य बनाउनलाई र हाम्रो स्थानीय गुरुजीहरू मेलबोर्न लगभग अस्ट्रेलियाका धेरै क्षेत्रहरूबाट यस दिव्य कार्यक्रमलाई सहयोग पुर्याउन आउनुभएको छ हरिबो बसौँ ए चिया चाहिँ खाइसकेर आउँ ल चिया खाइसकेर आऊ बसौँ है एकदम बाटो
तपाईले हाम्रो आमाको कानमा गाइदिनु भएको थियो मलाई कस्तो भावुक भयो क्या अब दाजुको पालो हो कि जस्तो लाग्यो के गर्नुहुन्छ एउटा नाम संकीर्तन गरेर जाउँ एउटा नाम संकीर्तन भाइ न भाइ तुला भाइ हो होइन सिक्नेले त देखाउने हो त कस्तो भएको छ भने कृष्णाय वासुदेवाय हरे परमात्मने केशनाशाय गोविन्दाय नमो नमः प्रेम जगन सानंद कन्नम भगवान तो आनंद केशवा मुरलीधर आनंद केशवा मुरलीधर आनंद केशवा मुरलीधर
तपाईँ पनि उता जानु क्यामेराम्यान यहाँ साइडमा हो यो मान्छे यहाँ काम छ ल त Samari yoga sindho gata sidari Samari yoga sindho gata sidari अहिले बुद्धिले के श्री रामचंद्र भगवान को संपूर्ण भक्तजन को जय हो अलि साह्रो हो जय हो श्री रामचंद्र भगवान को भगवान को दिव्य दर्शन गरेको हाम्रो दिव्य भजनहरू आउने नै छन् अझै
अलि उता सर्नु न यसो जति अलि उता सर्नु काका उतार्नु हिँडेको फेरि आइसक्यो भाइ निस्किँदा है नि यताबाट है ओ यताबाट फेरि त्यहाँ अलि उतै पर पुगेर दाजु प्रसादी अलिकति यसो प्रसादी लिएरै जानु होइन एउटा स्याहार कार्यक्रम छ त्यो माया केता दिउँछ ल ल यहाँ अलिकति सबै चाहिँ ननिस्क्याउँदा एउटा अझै एउटा विशेष कार्यक्रम यहाँ आउँदैछ होइन गुरुजीले हामी सबैजना बसिदिउँ त एउटा विशेष कार्यक्रम छ यहाँलाई अत्यन्तै रोचक लाग्दैछ यहाँ सबैजना बसिदिनु ल अब हाम्रा बिचमा सानी हामी नानी छन् माहिरा उनको नाम हो माहिरा उनले गीता पढेर चाहिँ यहाँहरू सबैलाई सुनाउँछु भनेर बसेकी छन् उनले कस्तो गीता पढिदिएछन् अक्षर सिङ्गार छैन केही छैन तर पनि गीता पढ्ने प्रयास यहाँ हामी सबैले उनले गीता पढेको हामीले सुन्दैछौँ हामी सबै ध्यानपूर्वक सुनौँ ल नानी गीता सुरु गरेन है त यहाँहरूले एकदम धैर्य धारण गरेर सुन्नु होला भन्नुहोस् भक्तवत्सल भगवानको भगवद्गीता अथ प्रथमोऽध्याय धृतराष्ट्रोवाच धर्मक्षेत्रे कुरुक्षेत्रे समवेतायुत्सवः मामकः पाण्डव चैव किम् अकुर्वत सञ्जय सञ्जयोवाच दृष्टा तु पाण्डवानीकं व्यूढं दुर्योधनस्तदा आचार्यमुपसंगम्य राजा वचनमब्रवीत् पश्यैतं बन्धुपुत्राणामाचार्यमतिं चौमुख व्यूढं द्रुपदपुत्रेण तव स्त्रीश्रेष्ठदीय
अर्जुन समायुधि युयुधानु विराट च द्रुपदस्य महारथ दृष्टकेतुश्च किसानः काशीराजस्तवीर्यवान् पुरोजित कुन्तीभोजस्य सौभ्रस नरपुङ्गवः युद्धमनुसंच विक्रान्त उत्तमौजस्य वीर्यवान् सौव्रतो द्रौपदेयः सर्व एव महारथ अस्माकं तु विशिष्टाय तानि भूतविषोत्तम नायका मम सन्न्यास सकलतं तन्वर्मीमि ते भवान् विश्वस्य कर्णस्य कीर्त्वस्य समितित्रया अससामा विकर्णस्य सौमदत्ति तथैव च अन्ये च बहवः सूरा वर्तते त्यक्तजीवितः नानासहस्रवर्णाः सर्वे युद्धविशारद अप्रक्तं तदस्माकं बलं विरक्षितं प्रक्तं त्विदमेति संबलं भीमा विरक्षितम् अयनेषु च सर्वेषु अर्थभागमवस्थितः विश्वमेव विरक्षन्तु भवन्तः सर्व एव हि तस्य सञ्जनहर्षं कुर्वन्ता पितामहः शिवनाथं विनादोच्चै शङ्खं ददम प्रतापवान्। धन्यवाद नानीलाई। नानीले एक्लै प्रयास गरेर होइन, यसो हजुरबा हजुरआमा बसे ठाउँमा बसेर पढेकी ठुला हजुरबा हजुर हाम्रो क्लास छ, क्लासमा नानी छेउमा बसेर सुनेकी सुन्दा पनि यदि याद हुँदो रहेछ भनेपछि हामीले नानीहरूलाई अलिकति प्रयास गऱ्यौँ भने अवश्य पनि हुनेछ। तर के हुँदो रहेछ नानीहरूलाई एक्लै नानीहरू बस्दैनन्, किनभने उनीहरूले अक्षर चिन्या हुँदैनन् र बाबा आमा छेउमा बसेर क्लासमा नानीहरूलाई पढाउने भने नानीहरूले अवश्य पनि प्रगति गर्नेछन्। यहाँ म निवेदन गर्छु, हाम्रो वैदिक परिषद अस्ट्रेलियाद्वारा सञ्चालित गीता कक्षा हाम्रो कन्टिन्यू बेलुका गीता कक्षा हुन्छ, बेलुका 7 बजीदेखि 8 बजी। यहाँले आफू पनि बस्न सक्नुहुनेछ र आफ्ना नानीहरूलाई पनि छेउमा राखेर अभ्यास गर्न सक्नुहुनेछ। त्यसमा फ्री हो, त्यहाँ पैसा लिँदैन, फ्री क्लास हो। यहाँले कसैले पनि इच्छा हुँदा त्यो क्लासमा बसेर अध्ययन गर्न सक्नुहुनेछ। नानीले आफ्नो योग्यता यहाँसँग प्रस्तुत गरिन्, किनभने गर्दा र मन अलिकति गरियो भने अवश्य पनि प्रगति हुनेछ। म यहाँसँग अझै फेरि पनि निवेदन गर्दछु, गीता साक्षात गङ्गाजी है। जसरी गङ्गामा स्नान गर्दा सारा पापहरू नष्ट हुन्छन्, त्यस्तै गीता रूपी गङ्गामा स्नान गरियो भने सम्पूर्ण पापहरू नाश हुन्छन् भनिएको छ। र हामी गीतामा स्नान गर्ने प्रयास गरौँ। गीता पढ्दा के हुन्छ भन्ने कुराहरू म यहाँलाई अलिकति सुन्न चाहनुहुन्छ भने म महात्मा गीताको सुनाइदिन्छु। सुन्नुहुन्छ? एकदम। यहाँ दत्तचित्त भएर सुन्नुहुन्छ भने म सुनाइदिन्छु। अल्छी लाग्यो हात उठाउनु र म रोकिहाल्छु। ल म यो नानीले साह्रै मजाले पाठ गरेर सुनाइन्। हाम्रो बेलुकाको कक्षामा सधैँ बस्छन्, स्कुलदेखि भ्याइन भने बस्छन्, स्कुल छुट्यो भने छुटेको। त्यति हुँदा पनि यसरी पढ्न सक्ने भइन् भनेपछि यो बहुत ठुलो उपलब्धि हो। हामीले नेपाली नबुझ्ने ठाउँमा अङ्ग्रेजी मात्रै बोल्ने ठाउँमा पनि नानीहरूले यसरी प्रगति गर्दा हामीले एकदम खुसी मनाउनु पर्छ। र हामी सबैले आफ्ना नानीहरूलाई गीता पढाउने प्रयास गरौँ, केही न केही सिकाउँ। हाम्रो संस्कार, संस्कृति, परम्परा, हामीले यो संस्थाको जन्म पनि यही उद्देश्य, संस्थाको उद्देश्य पनि यही हो, किनभने हामीले धर्म, संस्कार, संस्कृति, परम्परालाई अक्षुण्ण राख्नका निमित्त संस्थाको जन्म भएको हो। हामी सबैले यसमा लागौँ। अब हामीदेखि पछाडिको पिँढीलाई हामीले केही दिएर जानु सक्छ, किनभने हामीले दिएनौँ भने यी नानीहरूले केही पनि सिक्दैन। यसो हुनाले हामीले केही न केही नानीहरूलाई जिम्मा दिउँ, उनीहरूले अगाडि लानेछन् भन्दै म सानो नानीलाई यो कपडाद्वारा चाहिँ सम्मान गर्न चाहन्छु। नानीलाई दक्षिणा कार्यक्रम पनि हुँदैछ। ल
यो गीता सुनाको उपलब्धिमा गीताको पुस्तक पनि नानीलाई हामीले प्रदान गर्दैछौँ। यसैमा पढ्नु अब भनेदेखि ल ढुक्कै क्लासमा बस्यो ढुक्कै पढ्नुपर्छ है त हुन्छ सर। धन्यवाद। श्री गीता जयन्ती महोत्सव अब थोरै एकदमै संक्षेपमा यहाँलाई म गीता किन पढिन्छ, गीता पढ्नुको अर्थ के हो, गीतामा किन यसरी चाहिँ जोड दिएको छ त भन्ने कुरामा अलिकति यहाँलाई गीताको महात्म्य अलिकति भन्ने प्रयास गर्दैछु। यहाँले सुन्नु श्री गीता जयन्ती महोत्सव हो। अस्मद्गुरुर्भगवतस्य दैकसिन्धो रामानुजस्य शरणं प्रपद्ये। यदि परिपदभृङ्गं कौशिकां धीशरणं सवेदसत्तं वारिसिंहारिवर्तं कमलनयनमार्यां नन्तवर्यैकशिष्यं सकलदवैष्णं योगिराजं भजामि। श्रीलक्ष्मी सदार्णा विग्रहारि गोविन्दपादान्तं ऐश्वर्यतत्त्वविमलं मोक्षापदं सौष्ठवं श्रीयोगी कमलानिदेशिकदया दीक्षादि शोभायितं नित्यं श्रीकुमन्निकोप्रमदं श्रीवासुदेवं भजे। श्री परब्रह्म परमात्मा मर्यादा पुरुषोत्तम भगवान का समक्षमा साक्षात अर्चा विग्रह सालग्राम भगवान का समीपमा शाम बसदास शिव का सान्निध्यमा र यहाँहरू सम्पूर्ण का बिचमा म केही गीताको महात्म्य अलिकति संक्षेपमा भन्न गइरहेको छु। र म यहाँ हाम्रा गुरुदेव नेपालबाट हुनुहुन्छ र साथै हाम्रो मेरो ज्वाइँ नीलकण्ठ गुरुजी पनि यहाँ हुनुहुन्छ। यहाँ सबैका माझमा यहाँ आज्ञा लिँदै म केही दुई शब्द भन्न गइरहेको छु। यहाँ ध्यान दिएर सुनिदिनु होला। गीताको के हो त महत्त्व, गीता किन पढिन्छ र गीता पढ्दा के हुन्छ भन्ने कुराहरू छोटो विषयमा म जान्छु। यहाँ के छ भने यो बराह पुराणबाट उद्धृत गरिएको गीताको महात्म्य छ। यसमा सौनक ऋषिले प्रश्न गर्नुहुन्छ सुतजीलाई के भन्नुहुन्छ, गीता याश्चैव महात्म्यं यथावत् सुतमे वदः रामं नारायण क्षेत्रे व्यासेन मुनि नोदितम्। पौराणिक सुतसँग प्रश्न गर्नुहुन्छ गीताको महात्म्य के हो र गीता के हो त अर्थ। वेद व्यास जीसँग भएका कुराहरू यहाँ सोध्नुहुन्छ र साक्षात् कहाँ सोध्नुहुन्छ भन्दा साक्षात् नारायण क्षेत्रे। नारायण क्षेत्र भने कहाँ भने बद्री विशाल क्षेत्रमा सौनक ऋषिले सुतजीलाई प्रश्न गर्नुहुन्छ। सुतजी भन्नुहुन्छ सुन्नु भद्रं भगवता पृष्ठं यद्वि गुप्ततमं परं शक्यते किल तदवक्तुं गीता महात्म्योत्तमं। भद्रं भगवता पृष्ठं हजुरले अत्यन्त राम्रा कुराहरू सुन्नुभयो। यो अत्यन्त गुप्त भने गोपनीय छ। यो कसले भन्न सक्छ? गीताको महात्म्य भन्न जोसुकैले सक्छ।
त्यसो हुनाले यो अत्यन्त गोप्य छ। तर पनि हजुरले सोधिबक्स्यो, म केही भन्ने प्रयास गर्छु। अब गीताको महत्त्व कसले जान्दछ? मलाई यहाँ सुतजीले अगाडि बढाउनुहुन्छ। के भन्नुहुन्छ भने यसको महत्त्व साक्षात् भगवान कृष्णले जान्नुहुन्छ। विशेष प्रकार सम्यक किञ्चित वक्तुं कृष्णो जानाति वै सम्यक किञ्चित वक्तुं सुत फलं व्यासो वा व्यासपुत्रो वा याज्ञवल्क्योऽथ मैथिलः। विस्तृत रूपमा भगवान कृष्णले जान्नुहुन्छ। त्यस पछाडि कुन्ती सुतः भने को यहाँ गीता पनि हुन्छ नि, अर्जुन उवाच कुन्ती पुत्र भने अर्जुनले जान्नुहुन्छ। अनि त्यस पछाडि भगवान व्यासले जान्नुहुन्छ। व्यास पुत्र वा व्यासका छोरा को सुकदेव। त्यस पछाडि सुकदेवले जान्नुहुन्छ। अनि अर्को कसले जान्दछ? मैथिला भनेको जान्नुहुन्छ। मैथिला जनक भने जनकले कसले भन्यो? राजा मैथिला भने जनकले जान्नुहुन्छ गीताको विषयमा। र यहाँभन्दा अरूले चाहिँ सुनेका कुरा केही बताउने मात्र हुन्। गीताको मर्म बुझ्ने व्यक्ति यति हुन्। को कृष्णो जानाति वै सम्यक, भगवान कृष्णले राम्ररी जान्नु भएको छ। अनि किञ्चित कुन्ती सुत केही अर्जुनले। त्यस पछाडि व्यासले जान्नुहुन्छ। व्यास पुत्र वा भनेर सुकदेवले जान्नुहुन्छ भने अनि याज्ञवल्क्य ऋषिले जान्नुहुन्थ्यो। त्यस पछाडि मैथिला भनेर राजा जनकले पनि गीताको महत्त्व जान्नुभयो। अब सर्वोपनिषदो गावो दुग्धा गोपालनन्दन पार्थो वसुदेव भोक्ता दुग्धम गीतम गीतामृतम महत्। अब यो गीता कसरी आयो संसारमा? हाम्रा अगाडि यो गीता अहिले हामी पढ्दैछौँ। कसरी प्राप्त भयो भन्दा सर्वोपनिषदो गावो, वेद र उपनिषद साक्षात् गाईको रूपमा गावः दुग्धा गोपाल नन्द। जसरी गाई दुहिन्छ नि, त्यो दुहुनुभन्दा पहिला बाछा छोडिन्छ नि, होइन? किन छोडेको बाछा? त्यो पगार्नेका निमित्त बाछा छोडिन्छ। अनि बाछा चाहिँ को त भन्दा पार्थो वत्सः। पार्थ भने अर्जुनजी बाछो भएर जाने। अनि दुग्धो गोपाल, सर्वोपनिषदो गावो दुग्धा गोपाल नन्दन पार्थो वत्सुदेव भोक्ता दुग्धम गीतामृतम महत्। बाछो भएर अर्जुन जानुभयो, पगारिदिनु भयो। भगवानले दुहुनु भयो। अनि दुहेको त्यो अमृतमय जुन दुध हो त्यो चाहिँ कसले खायो? कसले ग्रहण गर्यो भन्दा सुदेवले भोक्ता दुग्धम महत्। सुदेव भने विद्वानहरूले चाहिँ त्यसको अनुभव गर्नुभयो, त्यसलाई ग्रहण गर्नुभयो। यसरी सारथ्य अर्जुनम अस्य दौ गुर्वन् गीतामृतं ददौ लोकत्रयोपकारस्य तस्मै कृष्णात्मने नमः। पहिले महाभारतको सङ्ग्राममा अर्जुन सारथी हुन्। लोकको के उपकारका निमित्त चाहिँ गीता रूपी जुन अमृत हो भगवान कृष्णले यो रणभूमिको बिचमा प्रदान गरी बक्सियो। अब यो किन प्रदान गरी बक्सियो त भन्दा संसार सागरम घोरम तर्तुम इच्छति यो नरः। संसार रूपी समुद्रमा पार गर्नका निमित्त यो चाहिँ समुद्र हो। यो संसार भनेको समुद्र रूपी संसारमा पार गर्ने निमित्त चाहिँ पानीमा समुद्रमा फालन्दा पार हुन्छ हुँदैन नि, माध्यम चाहियो नि त। माध्यम के हो त भन्दा नावम संसार सागरे सागरम घोरम तर्तुम इच्छति यो नरः। यह नरः तर्तुम इच्छति घोरम संसारम। यो घोर संसारलाई तर्नका निमित्त चाहिँ गीता रूपी जो नाउ हो नि, त्यो गीता रूपी नाउमा आसाध्य बस। त्यसो भयो भन्दा के हुन्छ? पारम याति सुखे सुखे नसह। यदि तिमी गीता रूपी नाउमा चढ्यौ भने यो सारा समुद्र पार गर्न सक्छौ, नत्र भने यो संसारदेखि मुक्ति पाइन्छ। त्यसैले यो मनुष्य जीवन चाहिँ सिँढी
स्वर्ग जान चाहने स्वर्ग जाने सिँढी हो, वैकुण्ठ जानेले वैकुण्ठ जाने सिँढी हो, गोलोक धाम जानेले साकेत जानेले सातकलोक जाँदा जाइन्छ। यो चाहिँ सिँढी भयो। कतिवटा सिँढी छन्? 18 वटा छन् सिँढी। 18 सिँढी भयो, 18 अध्याय गीता। जसले याद गर्दछ, जसले सदा सर्वदा मनन गर्दछ, चिन्तन गर्दछ भने यो नाउमा चढेपछि जहाँ जान्छ त्यहाँ प्राप्त गर्न सक्दछ भनेर भगवानले भन्नु। यहाँ सुतजीले सुनाउँदै हुनुहुन्छ। गीता नामं सुतं नैव सदैवाभ्यासयोगतः मोक्षमिच्छति मूढात्मा याति बालक हास्यताम्। अब यो गीता रूपी नाउको अर्थै बुझ्दैन, अभ्यासमा जाँदैन भने अनि मोक्ष चाहिँ चाहन्छ। त्यस्तो व्यक्ति मूढ आत्मा भन्नुहुन्छ। यहाँ मूढ आत्मा हो त्यो चाहिँ। किनभने गीता पढ्दै पढ्दैन, गीता पनि मनै लाग्दै, गीता पनि ध्यानै छैन, अनि मोक्ष चाहिँ चाहन्छ उहाँले चाहिँ त्यसै मूढ आत्मा हुन्। उनीहरूको गति छैन है प्रभु, गति छैन। ये शृण्वन्ति पठन्ते वा गीता शास्त्रमहर्निशम् न ते वै मानसा गेया देवरूपान् संशया। यहाँ आज गीता सुनायो। किन गीता सुनाएको? तपाईँहरू सुन्नुभयो, म यहाँ घोकेर खोला कराएँ है। किन त भन्दा गीता सुन्यो भने पनि मुक्ति हुन्छ। गीता पढ्न जानिँदै ध्यान दिएर गीता सुन्यो। मोबाइलमा अहिले त युट्युबमा जहाँसुकै गीता लगाएको छ, ठ्याक्क अन गरेर चाहिँ गीता सुन्ने गर्छ। त्यो सुन्दा पनि पढेको जति पढ्ने मान्छेले पढ्छ त्यति फल पाइन्छ। त्यसै हुनाले ये शृण्वन्ति, शृण्वन्ति भनेर सुन्नु, पठन्ति भनेर जो पढ्दछ के गीता शास्त्र अहर्निशम् भने सधैँ बार बार जसले अध्ययन गर्दछ। यहाँहरू पढिरहनु भएको छ नि, दिनै पछि नआई पनि जबरजस्ती भए पनि पढिँदैछ नि। त्यसो भएको हुनाले यो प्रयास चाहिँ बहुत ठुलो। यो चाहिँ नौकामा हामी चढ्दैछौँ। यही नौकादेखि हामीले पार जाने हो, यो संसारकी नौकादेखि। नते वै मानुषा गेया। यसै अहर्निशम जसले गीता पढ्दछ ती व्यक्ति हेर्दा चाहिँ मान्छे जस्ता छन् अरे कि, तर वास्तवमा मानिस होइनन् अरे। के हुन् अरे? देव रूपा नसंशय, शङ्कै छैन। ती त देवता हुन्, मनुष्य जस्ता देखिया मात्रै हुन्, साक्षात देवता हुन्। जसले गीता याद गरेको छ, जसले अहर्निश गीता रात दिन पढेछ, जानो जुनानो प्रयास गरिरहेछ, पढिरहेछ भने ती साक्षात देवता हुन्, देवी हुन्। यसरी गीता ज्ञानेन सम्बोध्य कृष्ण प्राहार्जुनाय वै अष्टादश पदस्थानं गीताध्याये प्रतिष्ठितम्। भगवान भन्नुहुन्छ अर्जुनलाई गीताको ज्ञान बोध गराउनका निमित्त 18 वटा सिँढी छन्। ती सिँढीमा टेका है। पहिला एउटा सिँढी टेका भने पहिलो अध्याय याद गर, अनि दोस्रो सिँढी टेका, दुई अध्याय याद गर, अनि तेस्रो सिँढीमा जाऊ। हुँदै हुँदै 18 सिँढी पुगेपछि त्यहाँदेखि तिम्रो भयो, पुग्यो 18 अध्याय गीता कण्ठ भयो भने त्यहाँदेखि साक्षात देव हुन्छ। यसरी भगवानले भन्नुभयो। मोक्ष स्थानं परं पार्थ सगुणं वा निर्गुणं सोपानाष्टादशैव परब्रह्माधिगच्छति। यो मोक्षको स्थान प्राप्त गर्नका निमित्त यी 18 वटा जुन सिँढी छन्, यी सिँढीमा टेक्ने प्रयास गर्यो भने अवश्य पनि मोक्ष हुनेछ। साधो गीताम्बसी स्नानं संसार मलनाशनं। साधो भने विद्वान जनहरू, सज्जनहरू के गर्छन्? गीता रूपी जलमा, गीता रूपी गंगा जलमा स्नानम गर्दछन्। त्यो स्नान गर्नाले के हुन्छ? गंगा स्नानले सम्पूर्ण पापहरू काटिन्छ। त्यस्तै गीता रूपी गंगामा स्नान गरियो भने संसार मलनाशनम, संसारको मल भने मैलो, नाशनम भने समाप्त, निर्मल हुन्छ। त्यहाँदेखि आत्मा श्रद्धाहीनस्य तत् कार्यम हस्ति स्नानं कृता। तर श्रद्धा छैन, गीता पढ्न त बस्यो, श्रद्धा भन्ने छैन। यसो पढिदिनु पर्यो, बसिदिनु पर्यो। पढेर पनि गुरुजी रिसाउनुहुन्छ कि क्लासमा बस्नु भनेर बस्यो भने के हुन्छ भने श्रद्धाहीनस्य तत् कार्य। त्यो कार्य के हुन्छ भने
हस्ती स्नानम कृतायव हात्तीले स्नान गर्छ खोलामा गएर बाल्ने सिधो सुनाले त्यो बाल्दा लगाइहाल्छ अनि हात्तीको स्नान जस्तै हुन्छ त्यसो हुनाले श्रद्धासँगले एकदम प्रेमसँगले गीता अध्ययन गर्यो भने मुक्ति हुन्छ गीता यास्त्र जानन्ति पठनं नैव पाठं परस्मान् सुखं ज्ञानं नैव श्रद्धानुभावना सैव मानुषे लोके पुरुषो विद्यमानः अब गीता जान्न पनि चाहदैन पढ्न पनि चाहदैन सुन्न पनि चाहदैन भने त्यस्ता व्यक्तिलाई त यहाँ भन्ने शब्दै छैन विद्यमानः त्यस्तो हुन्छ त्यसो हुनाले गीता सुन्ने गरौँ गीता पढ्ने गरौँ यहाँ सबैलाई फ्री कक्षाहरू छन् गीताका भागवतका कक्षाहरू फ्री चलिरहेका छन् जसले जहाँ पढ्न चाहन्छ त्यहाँ पढाइ भइरहेछ यहाँ ध्यान दिनु होला सम्पर्क गर्नु होला पढ्न चाहने यो हि गीताम जानन्ति नादमस्तत्परो जना दिक्तस्य मानसं देयं दिज्ञानं दिक्कुलेन जसले गीता पढेको छैन अरु शास्त्र सबै पढेको छ गीता पढेको छैन भने नाराज भनिहाल्छ दिक्तस्य मानसं देयं यो मनुष्य जीवन चाहिँ कस्तो अरे भने अब मनुष्य 84 लाख योनिमा मनुष्य जीवन सबैभन्दा उत्तम जीवन हो किनभने यो जीवनदेखि हामी पार पार्न सक्छौँ यो जीवन फेरि नआउने बाटो लिन सक्दछौँ त्यसै हुनाले यहाँ सिँढी भनिएको छ त्यो सिँढीमा आरोहण गर्न सकिन्छ केमा मनुष्य जीवनमा गाई भेडा बाख्रा भइरहे सम्भव छैन त्यसो हुनाले मनुष्य जीवन प्राप्त भएका बेला अनि गीता अध्ययन गरिएन भने के हुन्छ दिक्तस्य मानुषम देहम देहम भने शरीर मनुष्यधारी जुन जीवन हो त्यो धिक्कार छ उसले अरू ज्ञान गरेको त्यो पनि धिक्कार छ अनि कुलमा जन्मेको छ भने पनि उसले गीता अध्ययन गर्न सकेन भने त्यो पनि धिक्कार छ त्यसो हुँदा गीता पढ्नु अति आवश्यक छ यहाँले पढिरहनु भएको छ यहाँले धन्य हुनुहुन्छ यो जीते सततम गीता दिवारात्रम यथार्हतः स्वपन गत्सम वदम तिष्ठन् श्वासम मोक्षमाप्नुया जसले गीता ध्यान दिएर पढेको छ अनि दिवारात्रम रात दिन गीतामा चिन्तन गर्दछ पढ्दछ पाठ गर्न जान्ने हो पाठ गर्न जानेपछि यसो अर्थ के हो हेर्न थालो अर्थ जेसुकैमा अर्थ नेपालीमा लेखेको छ हिन्दीमा लेखेको छ इङ्ग्लिसमा पनि छ अनि यसो पढो अनि के भनिहाल्छ यो मनन गर्न थालो भने त्यो चिन्तन हुँदै हुँदै अहर्निशित चिन्तन भयो भने त्यो चाहिँ मोक्षमा उसको सिधै मोक्ष हुन्छ यो कलियुगका दोषले छुँदैन त्यसो हुनाले गीताको अध्ययन गर अब सुन अब गीता पढ्न पनि जान्यो अनि गीता कहाँ गएर पढ्ने गीता पढेर कसलाई सुनाउने त कोही सुन्नेवाला त छैन सुनाउनु कसलाई श्रीमतीलाई सुनाउनु श्रीमती सुन्दै भ्याउँदै गर्दिन अनि नानीलाई सुनाउनु त नानीलाई सुन्दै त्यो के करा त्यो पुरै भयो है तर कहाँ सुनाउने त सुनाउने ठाउँसँग सालग्राम शिलाग्रीवा देवा गाए शिवालय कीर्ते नद्यां पठित गीता सौभाग्यम लभते कसैले सुनाउन आवश्यक छैन यो मन्दिरमा आउनुले बिहानै सालग्राम शिला अघि सालग्राम भगवान हुनुहुन्छ विग्रह भगवानको हुनुहुन्छ शिवजी हुनुहुन्छ त्यहाँ ठ्याक्क यहाँ आएर गीता पाठ गर्ने अनि देवा गाले मन्दिरमा शिवालाई भगवान साल बसरा शिव भएको ठाउँमा सुनाउने अनि तीर्थे जहाँ तीर्थ यात्रा गरिन्छ त्यहाँ पनि सुनाउने अनि नद्याम ठुल्ठुला नदीमा समुद्रका छेउमा गएर गीता पाठ गर्ने समुद्रलाई सुनाइदिने समुद्रमा जानु भन्नुभयो त 15-22 दिनमा महिना आउन धेरै तीर्थे नद्याम पढेर गीताम सौभाग्यम लभते सौभाग्य प्राप्त त्यसो गरियो अनि गीता त पहिलो कोही सुन्ने छैन के मन दुखाउने कुरै भएन कि सालग्राम भगवानका अगाडि शिवालयका अगाडि देवालयका अगाडि गएर पढ्ने कहीँ भेटिँदैन नदीका छेउमा गएर पढ्ने सुनाउनु अनि ठुला पर्वतका छेउमा पढियो भने गइयो भने त्यहाँ पनि सुनाइदिने
त्यसो गरेर सौभाग्य प्राप्त हुन्छ। देवकी नन्दन कृष्ण गीता पाठेन तुष्यति यथा न वेदै दानेन यज्ञ तीर्थव्रतादि। अब यज्ञ गरेको फल धेरै वेद पढेको हैन अनि तीर्थयात्रा गरेका यी ठुल्ठुला यज्ञ गरेका फल गीता पढ्यो भने नि देवकी नन्द न कृष्ण गीता पाठेन भगवान तीर्थयात्रा भन्दा पनि गीता पढेर सट्ट भगवानलाई सुनाइदियो भने यहाँ आएर बसेर सुनाइदियो भने भगवान अत्यन्त तुष्यति भनेर खुसी हुनुहुन्छ। आहा मेरा एउटै भक्तले भावने आज सुनायो म धन्य छु। मेरा यी वाणीहरू कमसेकम आवृत्ति भइरहेका छन् मलाई चाहिँ खुसी हुनुहुन्छ। त्यसै हुनाले यी ठाउँमा गएर पनि गीता सुनाओस्। गीता दीता चयो नापि भक्ति भावेन चेतसा वेदशास्त्र प्राणानि तेनाधीतानि सर्वशः। जसले भक्तिपूर्वक गीता भगवानलाई सुनाउँछ आफूले अध्ययन गर्छ र अरूलाई पढ्ने प्रश्न पढ्नै गीता पढ्नुपर्छ भनेर भन्छ भने पनि त्यस्ता व्यक्तिले पनि श्रेय पाउँदछ। वेद शास्त्र पुराणानि तेनाधीतानि सर्वशः। वेद शास्त्र पुराण केही पढ्न जान्दैन गीता मात्रै पढ्छ भने पनि उसको मुक्ति हुन्छ। गीता भने त्यस्तो गीता भने सम्पूर्ण वेदाङ्गको सार हो उपनिषदको सार हो गीता। त्यही भएर जसले गीता पढ्दछ उनले संसारदेखि मलनाशम संसारको मैलो पखाल्छ। त्यसो हुनाले गीता अध्ययन योगस्थाने अब अझै छ अरू कहाँ पढ्छ। योगस्थाने सिद्धपीठे शिलाग्रे तत् प्रयासितः यज्ञे च विष्णु भक्ताग्रे पठन सिद्धिं परां गतिं। सिद्धि प्राप्त गर्नु छ भने नि गीता पढेर सिद्धि प्राप्त गर्नु छ भने चाहिँ योगस्थाने ठुल्ठुला योग गरेका ठाउँमा त्यो योग गरेका ठाउँमा चाहिँ यस्तो ऊर्जा आउँछ त्यो कोठामा पनि। त्यसो भएर त्यस्तो ठाउँमा गएर पनि पढोस्। सिद्धपीठे जहाँ सिद्धपीठ हुन्छ नि कसैले योगीहरूले सिद्ध गरेको ठाउँ त्यस्तो ठाउँमा गएर पढोस्। शिलाग्रे ठुल्ठुला शिला भने ढुङ्गा ठुला पर्वतका फेला गरेर पनि पढोस्। अनि यज्ञ छ ठुल्ठुला यज्ञ भएको ठाउँमा पढोस्। अनि विष्णु भक्त छ भगवान विष्णुका भक्तहरूका छेउमा गएर पढिदियोस् सुनाइदियोस्। पठन सिद्धिं परां गतिं त्यसरी सुनाउँछ भने उसलाई सिद्धि प्राप्त हुन्छ। गीता पाठं च श्रवणं यः करोति दिने दिने कृतवो वाजिवेदाद्या कृतास्तेन स्वदक्षिणा। अनि गीता सधैँ पाठ गर्नुहोस् सधैँ गीता सुन्नुहोस्। यसरी दिन दिन गीता सुन्दछ गीताको पाठ गर्छ भने के हुन्छ भने अनि यस्तो फल प्राप्त हुन्छ। वाजपेय यज्ञ गरेर स्वदक्षिणा एकदम पूर्ण दक्षिणा दिएर ब्राह्मणलाई खुसी बनाएर पठाउँदा जुन फल प्राप्त हुन्छ त्यो फल चाहिँ गीता पाठ गर्नाले प्राप्त हुन्छ। गीताया पुस्तक अब आयो यहाँ गीताका पुस्तक यहाँ के लेखा लेख्दैछु म यहाँ के साथीहरू लेख्दै हुन त यो सुनियादि थिएन चापा थिएन लेख्दै हुन्छ। गीताया पुस्तकम शुद्धम यो अर्पत्येव सदा सदा सादरम विधिना भक्तिभावेन तस्य पुण्यफलम सिनो। जसले गीताको पुस्तक नभएका व्यक्तिलाई गीताको पुस्तक किनेर दिन्छ भक्ति भावले ल पढ्नुहोस् है यो पढिदिनुहोस् है भनेर दिन्छ भने विधिना भक्तिभावेन तस्य पुण्यफलम सिनो। त्यो गीता दान गरेको पुण्य सुन्नुहोस् है म बताउँछु भन्नुहुन्छ। सकला सुरवरातेन दत्ता यज्ञे भवेत् किल व्रतानि सर्वतीर्थानि दानानि शुभवानि च। जसले गीता दान गर्दछ त्यस्ता पुरुषले धनधान्यले पूर्ण भएकी जुन पृथ्वी हुन्छन् शस्यशालिनी पृथ्वी दान गरेको र बाँचो सहित गाई दान गर्दा जुन फल मिल्छ त्यस्तो फल प्राप्त हुन्छ गीताको पुस्तक दान गर्दा। अनि के हुन्छ गीता पढ्नु किन पढ्नु सुन्नु ध्यान दिएर यहाँ एकदम भूत प्रेत पिशाचाद्य तत्र
तत्र वै लोक भविष्यन्ति अविचारो भवं दुःखम वरसापा गतम सही। अब घरमा बिमारी हुन्छ, विभिन्न कामनी आउँछ, के हुन्छ त्यस्तो पनि हुन सक्छ हैन। यहाँ भगवानले के भन्नुहुन्छ भने सुतजीले भूत प्रेत पिशाच आदि भूत प्रेत पिशाच साकिनी डाकिनी बेताल आदि सम्पूर्ण यी दोषहरू अनि अविचार यज्ञद्वारा गरिने लाग्ने दोष अनि साप कसैले श्राप दिएको श्रापहरू पनि लोपसर्पन्ति तत्रैव यत्र गीतार्चना गृहे जसका घरमा गीताको अर्चना हुन्छ, पूजा हुन्छ, पाठ हुन्छ भने यी भूत प्रेत पिशाच त्यो घरमा आउँदैनन्। त्यसै हुनाले पनि गीता पढ्नु पर्दछ। यसरी भनिएको छ तापत्रयोद्भवा पीडा नैव व्याधि भवेत् क्वचित् न शापो नैव पापश्च दुर्गति नरकं भवेत्। तत्र भने त्यो घरमा तापत तीनटा ताप के हुन्छ आदि भौतिक आध्यात्मिक आदि दैविक यी तीनटा ताप सबै मानिससँग हुन्छन्। ती तापको नाश हुन्छ अनि श्राप आदि पनि उसलाई लाग्दैन। शापो नैव पापश्च दुर्गति नरकम नै अनि उसको दुर्गति हुँदैन, नरक प्राप्त हुँदैन। स्वर्ग कस्तो कर्म गरेछ, असल कर्म गर्ने स्वर्गको कर्म गरेछ कि वैकुण्ठको कर्म गरेछ कि गोलोकको जाने कर्म गरेछ कि उसले आफ्नो जस्तो कर्म जस्तो चिन्तन गरेछ त्यसै अनुसारले उसले आफ्नो धाम प्राप्त गर्छ। नरकमा जानु पर्दैन। गीता पढ्ने देहेस्य सडते वैनः बाध्यन्ते कदाचन भवेत् कृष्णपदे दास्य भक्तिं च अव्यभिचारिणी। अनि यी छवटा जसले अब एक अध्याय पुरा पाठ गर्न सकेन भने आदि पढ्योस् अरे आदि कति 9 अध्याय पढ्योस् 9 अध्याय पढ्न सकेन भनेपछि 6 1 6 6 12 36 18 6 अध्याय गरेर पढ्योस्। अब 6 अध्याय पनि सकेन भने 2 अध्याय गरेर पढ्योस्। 2 अध्याय पनि पढ्न सकेन भने 1 अध्याय आदि पढ्योस्। 1 अध्याय पनि सकेन अनि 1 श्लोक आदि श्लोक आदि गीता चाहिँ पढ्योस्। केही जानेन कृष्णाय वासुदेवाय हरे परमात्मने प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः यति त जान्नै पर्यो। अब यसरी गीताया पुस्तकम यत्र नित्यं पाठस्य वर्तते तत्र सर्वाणि तीर्थानि प्रयागादि भूतले। जसका घरमा गीताको पुस्तक हुन्छ, जसका घरमा गीताका पुस्तकको पूजा हुन्छ, जसले चाहिँ गीता हर दिन पाठ गर्दछ, जति जानेको 1 श्लोक 2 श्लोक जति बाली पढ्छ भने तत्र सर्वाणि तीर्थानि सम्पूर्ण तीर्थहरू त्यो घरमा प्रवेश गर्दछ। त्यो घर तीर्थहरू बन्दछ गीताको पुस्तक जसका गोपाल बालकृष्णोपि नारद ध्रुव पार्ष्णै सहायो जायते शीघ्रं यत्र गीता प्रवर्तते। यदा भगवान साक्षात् बालकृष्ण उपस्थित हुनुहुन्छ नारद ध्रुव आदिले आशीर्वाद प्राप्त गराइदिनुहुन्छ अनि त्यो गीता रूपी जुन अमृत हो त्यो आफूलाई प्राप्त हुन्छ। गीता मे हृदयं पार्थ गीता मे भगवान भन्नुहुन्छ गीता मे हृदयं पार्थ गीता मे सारमोत्तमं गीता मे ज्ञानमज्ञं हि गीतामज्ञानमक्षयम्। भगवान भन्नुहुन्छ गीता नै मेरो हृदय हो, गीता नै मेरो सार हो, गीता नै मेरो ज्ञान हो, गीता नै अज्ञान नाशक वस्तु हो भनेर भगवान भन्नुहुन्छ। गीता मे चोत्तमं स्थानं गीता मे परमं पदं गीता मे परमं गुह्यं गीता मे परमो गुरु। गीता नै उत्तम ज्ञान हो, गीता नै परम पद हो, गीता नै परम गुह्य वस्तु हो, गीता नै परम गुरु हो। जसले गीता पढ्दछ भने गीता नै गुरु हो। गीता कस्तो चिज हो भने नि यहाँलाई आपत्ति आइलाग्यो, एकदम चिन्ताले सतायो भने गीताको पुस्तक पढ्नुहोस्, गीतालाई भोगिदिनुहोस् अनि गीताको यसो पल्टाएर नेपाली पढ्न जानिन्छ भने 2-4 श्लोक पढ्नुहोस्, जहाँ पढिन्छ त्यही पढ्नुहोस्।
यो भन्नु जहाँ पढ्छ ती पढाइ हेर्नुहोस् समाधान तत्काल त्यही आउँछ एक समाधान छ गीता हामी संसारमा चाहिने कुरा जति पनि छन् राजनीति पनि यी छ ज्ञान विज्ञान योग साधना भक्ति सम्पूर्ण गीतामा निहित छ त्यसै हुनाले गीतालाई अध्ययन गर्नुपर्दछ मेरो स्वरूप हो भन्नुपर्छ भगवान् गीता मेरो यहाँ भन्नुभयो गीता नै उत्तम ज्ञान हो गीता नै परम गति हो गीता नै परम गुह्य वस्तु हो गुह्याति गुह्य वस्तु हो गीता नै परम गुरु हो त्यसो हुनाले गीतालाई आश्रय लियो है गीताको आश्रय लियो गीता यहाँ भनिहाल्नु गीताश्रये अहं तिष्ठामि गीता मे परमं ज्ञेयं गीता ज्ञानं समाश्रित्य त्रिलोकीं पालयाम्यहम् गीताकै आधारमा म रहेको छु गीता नै मेरो मन हो गीता नै असल घर हो गीता नै मेरो आश्रय हो र स्वर्ग मर्त पाताल तिनै लोक पालन गरेको के छ गीताले नै छ गीताको ज्ञानद्वारा नै मैले तिनै लोक पालन गर्दछु र गीता त्यस्तो वस्तु है त्यसोलाई गीतालाई ग्रहण गरे है सबैले गीता मे परमा विद्या ब्रह्मरूपा न संशय अर्धमात्राक्षरा नित्या स्वनिर्वाच्य प्राथमिका र गीता मे परमं विद्या गीता नै परम विद्या हो गीता नै ब्रह्मरूपा गीता नै ब्रह्मरूप हो त्यसो हुनाले आदि होस् अध्याय होस् आदि अध्याय होस् जति भए पनि पढ्ने प्रयास गर गीता नामानि वक्ष्यामि गुह्यामि शृणु पाण्डवः कीर्तनात् सर्व पापानि विलयं यान्ति तत्क्षणात् गीता रूपी जुन नाम छ भगवानका विलयं यान्ति तत्क्षणं सर्व पापानि सम्पूर्ण पापहरूलाई चाहिँ समाप्त गरिदिनुहुन्छ के रे गीताले अनि गीताको कीर्तन गर्नाले कीर्तन भनेको पढ्नु कीर्तनमा गाउनु होइन जसले गाउँदछ भने सम्पूर्ण पापहरू विलयम तत्क्षणात् भनेको छ तत्क्षणात् विलयम यान्ति समाप्त हुन्छ त्यसो हुनाले गीता अध्ययन गर्नु है अब सुन्नु अब गीताका मन्त्र छ यहाँ उहिले हाम्रा बाबाहरूले भन्नुहुन्थ्यो कहाँदेखि भन्नुहुन्थ्यो भन्ने थाहा थिएन तर अहिले यहाँ अध्ययन गर्दा यहाँ भेट्यो गीता गंगा च गायत्री सीता सत्या सरस्वती ब्रह्म बलिर ब्रह्म विद्या सनात्री संध्या मुक्ति गेहिनी अर्धमात्रा चिदानंदा भवाग्नि भ्रातिनाशिनी वेदत्रैपरानन्ता तत्त्वार्थ ज्ञानमञ्जरी यी तीनटा दुईटा श्लोक पाठ गर्नु अब यो मिल्दैन हो कहाँको कुन किताब कोमल गीता छ कोमल गीतामा पेज नम्बर 51 र 52 श्लोक महात्म्यमा होइन र यसरी यी अध्ययन मनन चिन्तन गर्नुहोस् गाओस् उठ्ने बित्तिकै गीता गंगा च के भन्छ गीता गंगा च गायत्री सीता सत्या सरस्वती ब्रह्म बलिर ब्रह्म विद्या विसंध्या मुक्ति गेहिनी मुक्ति दिने वाला हुने अर्धमात्रा चिदानंदा भवाग्नि भ्रान्तिनाशिनी वेदत्रयी परानन्ता तत्त्वार्थ ज्ञानमञ्जरी यी पाठ गर्नुहोस् इत्येतानि जपन् नित्यं नरो निश्चलमानसः ज्ञानसिद्धिं लभेत् शीघ्रं तथान्ते परमं पदम् यस्ता कुराहरू जपे नित्यम सधैँ जपोस् त्यो जप्दाले के हुन्छ मन निश्चल मनमा नि आत्मामा गएर जस्तै नि एउटा ऐनामा दर्पणमा ऐनामा धुलो ढ्याप्पै टाँसिएपछि आफ्नो अनुहार देखिन्छ देखिँदैन टाँसिया धुलो हुन्छ अनुहार देखिँदैन त्यस्तै हाम्रो आत्मा पनि धुलो टाँसिया छ धुलो त हामीले धुलो त जाँदैन के कस्तो धुलो रहेछ भावना रूपी धुलो जस्तै मैले कसैलाई नराम्रो सिकाउँछु नि त्यो भावना मेरो नराम्रो दुष्ट हुन्छ नि त्यो भावना गरेर त्यो आत्मामा टाँसिन्छ भावना रूपी जुन मैलो हो त्यो मैलाले आत्मा ढाक्दछ आत्मा ढाकेपछि त्यो त्यहाँ गएर त्यो ज्ञान रूपी कुनै पनि वस्तु प्रवेश गर्न सक्दैन त्यसो हुनाले आत्मालाई सफा बनाउनुपर्छ इत्येतानि जपन् नित्यं नरो निश्चलमा त्यसो हुँदा गीताको रात दिन गीता पाठ गर्यो भने
गीताको जप गर्यो भने ज्ञान सिद्धिम लभे शीघ्रम के हुन्छ ज्ञानको सिद्धि प्राप्त हुन्छ अनि सिद्धि लभे शीघ्रम सिद्धै सिद्धि प्राप्त हुन्छ लभे शीघ्रम चित्तेतानि लभे नित्यं नरो निश्चल मानसः ज्ञान सिद्धिम लभे शीघ्रम